हाम्रो पानीको बर्सातमा घाँस खोज्दै भौतारिएका यी भेडा आजभोलि मासु भात खान पल्किरहेका रहेछन्। कुनैले मासु भात खाने, कुनैले झन्डा बोक्ने, कुनैले झोला बोक्ने र त्यो झोलाभरि कुनैले पैसा हाल्ने, कुनैले मासु भात हाल्ने, कुनै आधा भुँडीसहित, कुनै सिँगै भुँडीसहित, कुनै मृगौला ड्यामेज भएका, कुनै मृगौला फेल भएका, कुनैको मृगौलामा पत्थरी भएका। यस्ता भेडाहरूका विशेषता भनेको यिनी धेरै खाँदाखेरि धेरै मिठा पनि हुन्नन् र यिनीसँगको धेरै लामो यात्रा पनि हुँदैन भन्ने हाम्रो हो हैन। र सँगसँगै यिनी चरेर फर्किँदै गरेका घरतिर फर्किँदै गरेका भेडाहरू हुन्। बास बस्ने ठाउँ चाहिँ नपाएर भौतारिरहेका भेडाका बथानहरू सुर्खेतको वीरेन्द्र चोकमा आइपुगेका छन् अहिले। अब यिनी जान्छन् कहाँ भन्ने कुरा हामीलाई पनि पत्तो छैन। भेडाको नाइके चाहिँ कहाँ छ भन्ने कुरा पनि थाहा भएन। रानो धन्यवाद।